जब हामीसँग विकल्प धेरै हुन्छन् तब डिसिजन लिन गाह्रो हुन्छ। हामी या त त्यही अड्किन्छौँ, डिसिजन लिन ढिला गर्छौँ वा गलत डिसिजन नै लिन्छौँ। त्यहाँ काम आउँछ इन्भर्जन, जसले क्वेसनलाई उल्टो गरेर सोध्छ। इन्भर्जनले म सफल कसरी हुन्छु भन्दा म असफल हुनबाट कसरी बच्न सक्छु भन्ने कुरामा बढी ध्यान केन्द्रित गर्छ। उदाहरणका लागि, जिन्दगी सुधार गर्ने हजारौं तरिका छन्, तर जिन्दगी बर्बाद गर्ने केही मात्र छन्। त्यसलाई खोज्ने र छोडिदिने। किनभने जिन्दगी सुधार गर्नुभन्दा जिन्दगी खराब नगर्नु बेस्ट हुन्छ। माथिको मेजबाट स्पष्ट देखिन्छ कि सुरुबाट अन्त्यसम्म पुग्न खोज्दा हराउने वा बन्द बाटोमा पुग्ने धेरै सम्भावना हुन्छ, तर अन्त्यबाट सुरु गरी पछाडि फर्किँदै गएमा हराउने सम्भावना धेरै कम हुन्छ। दोस्रो विश्व युद्धको समयमा अमेरिकन सेना फर्किएको प्लेनमा लागेको गोलीको अध्ययन गर्दै जाँदा टेल र विङ्समा धेरै क्षति देखे र त्यही ठाउँलाई अझ बलियो बनाउन सुझाव दिए। तर अब्राहम वाइल्डले असहमति जनाए र प्रब्लमलाई उल्टो पारेर हेर्दा सकिङ फ्याक्ट थाहा पाए। उनले सोचे, टेल र विङ्समा गोली लागे पनि प्लेन फर्किएर आएको छ। यदि गोली टेल र विङ बाहेक अनड्यामेज एरिया जस्तो ककपिट र इन्जिनमा लागेको भए के हुन्थ्यो होला? उत्तर स्पष्ट थियो, प्लेन क्र्यास हुन्थ्यो र फर्किन पाउँथेन। अनि उनले गोली लागेको ठाउँलाई सुधार गर्ने सट्टा गोली नलागेको ठाउँलाई सुधार गर्ने सल्लाह दिए। यी एउटा सिम्पल सोचको कारण अनगिनत ज्यानहरू बच्न सफल भए। इन्भर्जनलाई एप्लाई गर्ने एउटा पानामा आफ्नो गोल लेख्नुहोस्। उदाहरणका लागि, म खुसी रहन चाहन्छु। अब यसलाई उल्टो गरी सोच्नुहोस्, म आफ्नो खुसी बर्बाद गर्न के गरौँ? र कारणहरू पत्ता लगाउनुहोस्, जस्तो अरूसँग लगातार तुलना गर्ने, सधैँ काम टाल्नु, दिनभरि ओभरथिङ्क गर्नु, बितेको गल्तीमाथि रिग्रेट गर्नु। अब यिनीहरूलाई कसरी एभोइड गर्ने सोच्नुहोस्। खालि यिनलाई एभोइड गर्नाले तपाईको ह्याप्पिनेस लेभललाई अटोमेटिक बढाउँछ। उदाहरणका लागि, मानौ तपाईँ आफ्नो रिलेसनसिप राम्रो गर्न चाहनुहुन्छ। रिलेसनसिप राम्रो बनाउन कुरामा मात्र ध्यान दिनुभन्दा यस्तो कुरालाई छोड्नु उत्तम हुन्छ जसले रिलेसनसिपलाई 100% बर्बाद गर्छ, जस्तो लगातार क्रिटिसाइज गर्नु, झुटो बोल्नु, भरोसा तोड्नु। यिनीहरूलाई छोड्दा रिलेसनसिप आफै राम्रो हुन थाल्छ। जीवनमा कहिलेकाहीँ नकारात्मक परिणामबाट बच्नु नै सकारात्मक परिणाम हासिल गर्ने उत्तम तरिका हुन्छ। धेरै समस्याहरू अगाडि हेरेर समाधान गर्न सकिँदैन, त्यसैले हामी समस्यालाई अगाडि मात्र नभई पछाडि हेरेर पनि समाधान गर्नुपर्छ र सफलता खोज्नुको सट्टा असफलताबाट बच्नु नै राम्रो हुन्छ। यो भिडियो तपाईँले अलिकति पनि इन्फर्मेटिभ लाग्यो भने च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक गर्न नबिर्सनुहोला।